यहाँ चाहिँ चौरस्ताको भित्र चाहिँ त्यस्तो सापहरू पनि राखेको हुन्छ गाइस, मतलब माछाहरू बट त्यो चाहिँ हल्का डिजाइन गरेर बनाएकोहरू। यहाँ त्यस्तो नेचुरल ह्यान्डवर्कको कार्पेट्सहरू पनि पाउँछ गाइस। ठिकै छ, हेर्न सक्नुहुन्छ। यहाँ टी सप पनि छ। हाम्रो दार्जिलिङको चाहिँ फेमस टी नै हो। अब दार्जिलिङ खानुहोस् होला गाइस। बाई। हामी चाहिँ चौरस्ता फाइनली पुगिसक्यौँ गाइस। गाइस यहाँ माथि घोडाहरू छ। घुम्नु गएको आमा छोरी अहिले छोरी यता। अन्त बहिनी मजा आउँदैछ? के खाने हो बहिनी भइगेल? आइसक्रिम खाने रे हो अब यस्तो चिसोमा। घाम लागिरहेको छ, बिमारी भइरहेको छ, चिसो लागिरहेको छ हो। आइसक्रिम खानुको लागि भएको छैन कि भएको छैन भन्छ हो। हेलो गाइज, हामी चाहिँ चौरस्ता घुम्न आएको। चौरस्ताको वेदर यस्तो छ, हाम्रो दार्जिलिङको वेदर। चौरस्ताको ब्याक साइड आइसकेको छ। सो हेर्न सक्नुहुन्छ, यहाँ मेरो मम्मी हुनुहुन्छ है। सो अहिले यहाँनिर चौरस्ताको ब्याक साइडमा छ, हेर्न सक्नुहुन्छ। यहाँ टुरिस्टहरू पुरा हिँड्छ गाइस, जगिङ गरिसक्छ, फ्यामिली ट्रिप रहेछ हो गाइस। हेर्न सक्नुहुन्छ। अहिलेको भिडियोमा तपाईँलाई पछि देखाउँछु। चलो घुम्नु गएको आमा छोरी अहिले छोरी यता। अन्त बहिनी मजा आउँदैछ? के खाने हो बहिनी भइगेल? आइसक्रिम खाने रे हो अब यस्तो चिसोमा। घाम लागिरहेको छ, बिमारी भइरहेको छ, चिसो लागिरहेको छ हो। आइसक्रिम खानुको लागि भएको छैन कि भएको छैन भन्छ हो। हेलो गाइज, हामी चाहिँ डाँडा मन्दिर जाँदैछ। उकालो सिँढी हो, फर्स्ट स्टार्टिङ गेटबाट।
बहिनी बहिनी ट्रक्लो भएर पनि नभेटेको हेर्नु नि गाई। हेलो गाइज, हामी चाहिँ चौरस्ता घुम्न आएको। चौरस्ताको वेदर यस्तो छ, हाम्रो दार्जिलिङको वेदर।